लाजिन पार्टीतिर गएर सोधेको मान्छे कस्तो हो भनेर हामी ब्ल्याक ह्यान्ड सुनकाले कला काले भने कला फेरि लग्नमा चुर्लुममा डुबाउँदा पनि हुन सक्दैन यस्तो गोल चुरोटी एउटा ल्याउ त लाडो खा के भन्छ यो यसको त गर्दै दिस भिडियो इज स्पोन्सर्ड बाई 1xBet जुन चाहिँ एकदमै ट्रस्टेड स्पोर्ट्स न्युज साइट हो जहाँ चाहिँ तपाईँले कुनै पनि स्पोर्ट्सको स्कोरहरू न्युजहरू हेर्न सक्नुहुन्छ। त्यसको लागि तपाईँले 1xBet को एप डाउनलोड गर्नुपर्ने हुनेछ र घरमै बसेर सबै न्युजहरू हेर्न सक्नुहुनेछ। धन्यवाद। हेलो एभ्रीबडी, वेलकम ब्याक टु अनदर रिएक्सन भिडियो। धेरै दिनपछि म आइसकेको छु फेरि पनि नयाँ रिएक्सन भिडियो लिएर। गाइज वेलकम 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 वेलकम, स्वागत छ सबैजनालाई। सो गाइज आम ब्याक विथ अनदर रिएक्सन भिडियो अनि आज पनि आइसकेको छु म जलान ब्रदरको नयाँ रिएक्सन भिडियो लिएर। जलान ब्रदर भएन भने मेरो जिन्दगी के हुन्छ भनेर आई क्यान ओन्ली इमेजिन। एनिवे धेरैजनाले भिडियो हेर्नु भएको छ जलान ब्रदरको इन्टरनेट ग्याङ्स्टर भन्ने होइन। मैले चाहिँ भिडियो हेर्नुको कारण चाहिँ यसमा मेरो फेभरेट क्यारेक्टर साकार हुनुहुन्छ, भिटेन हुनुहुन्छ होइन। सो सबैजना भएको कारण चाहिँ हुन त नगएको पनि हेर्थेँ म, बडीको अगाडि भयो कि म खासमा है, नभएको पनि हेर्थेँ। तर स्पेसली उहाँहरू भएको कारण चाहिँ मलाई भिडियो हेर्नु मन लागिरहेको छ। सो गाइस धेरै हल्ला नगरिकन सिधै भिडियोतर्फ लाग्यो। आर यु गाइस रेडी? लेट्स गो। हामीसँग हुनुहुन्छ काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाह, आउनुहोस् उहाँलाई स्वागत गरौँ। एकछिन पर्खिनुहोस् है। किन दाइ के भयो? छाडा शब्द प्रयोग हुन्छ कि नै? छाडा शब्द यो भिडियोमा सागर दाइ के भन्न चाहनुहुन्छ? बालेन माछ्नी खाते उत्तर पाइहाल्नु भयो। अब भिडियो सुरु गरिदिनु है। ल अब ढिला नगरी मलाई घाँटी दुखिरहेको साथीहरू होइन, अलिकति बियर विथ मी। तर मासला आई जस्ट वन्डर के बालन शाहले यो यस्तो भिडियो हेर्छ हेर्दैन भने मतलब जलान ब्रोको भिडियो हेर्छ हेर्दा जस्तो लाग्छ कि कहिले मुड अफ भएकोले बालन शाहले आफूले हेर्दाखेरि आफै हाँस्छ होला यार, कसम भनेको यार। रिसाउनु मिल्ने ठाउँै छ जस्तो लाग्दैन कि यो भिडियोहरूमा। सुरु गरौँ। अनि दाइ के हो, सिंहदरबारमा आगो लगाइदिन्छु भनेर स्टार हाल्नु भएछ। हजुरलाई पनि के सागर दाइको भुट चढेको क्या हो? अलिअलि आगो लगाइदे आगो लगाएर सुरु गर्दै नेपाल बनाउने काम गर्ने नै हो त्यो। हो दाइ, काम चाहिँ गरेर देखाउनु पर्यो है। ऱ्याप मात्र हानेर केही हुँदैन भन्दैछ नि। ऱ्याप मात्र ऱ्याङ 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 ऱ्याप मात्र त्यसो नहुनु न होला नि। यो बुढा कन्ज्युमर ऱ्याप भनेको ऱ्याङ ऱ्याङ ऱ्याङ, कसको ऱ्याप सुन्यो यार? ऱ्याङ 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 यार, लिल झलाको सुन्यो क्या हो? केही न केही त। तोर्पे मेयरहरू आएर यहाँ हुनेवाला के छ बाजे यस बालन साथी नमस्कार छ तपाईँलाई। हेलो नमस्ते। त देशमा सही चाहिँ मेयर भएर आछस्, प्रधानमन्त्री भएर आछस् भने भोलि ग्यासको भाउ 800 मा ल्या त ल। हेरौँ तेरो बाउको तागत छ कि दिने क्या अब, टोका 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 दिने क्या अब छैन साला। ल भोलि भाउ घटा, भोलि ग्यासको भाउ बालेन शाहले घटाउँछु भनेर भन्थ्यो हो र? कस्तो कुरा गरे? के हो दिमाग? गाँजा तान्दा तान्दा ह्याङ भएर गाजा मात्र खाएर गिदी पुरै सुकाइ। बाबाजी यो गाजा के हो, कस्तो हो, यसको बारेमा एकछिन भनिदिनु त। गाँजा भनेको एउटा यस्तो चिज हो जो सामान्य बच्चा यो मैले सुनेको हो कि होइन, बुढा गाँजा खान नपाएर गाँजा खानलाई मात्र बाबु बनायो भने सुनेको थिएँ म। यो हो कि होइन थाहा छैन मलाई होइन। मेरो घर वरिपरिको बुढा हो यो खासमा, थाहा जान्थेँ मलाई होइन। अनि गाँजा खानलाई बाबालाई त गाँजा खान रोक्दैन नि त कसैले, अनि गाँजा खानलाई मात्र बाबा बनाएर मास्टर माइन्ड, मसँग मास्टर प्लान छ पसा भनेको छ बुढाको। बच्चालाई पनि प्रयोग गर्न सकिन्छ। ए हो र, बच्चाले खुवाउँदा चाहिँ के फाइदा हुन्छ? 2 मुन्टा टिपेर गाँजा त्यो हलुवामा पकाएर खान्थ्यो। धेरै रोइरहेको बच्चा छ भने त्यो सुत्या सुतै हुन्छ। कस्तो कुरा गरे? गाँजाको नसा लागेपछि सुत्दैन त अनि बच्चा रोयो भनेर अनि के गाँजा खुवाउनु? अब बालेन दाइ के भन्न चाहनुहुन्छ गाँजाको बारेमा? विट खाएकै छैन भनेपछि मलाई थाहा छैन। चुरोटी एउटा ल्याउ त लाडो खा के भन्छ यो यसको त गर्दै बाबाजी के हो, के गरेर? काम नपाएर यसो आँखाको एक्सर्साइज गर्न, आँखाको होइन हजुर अर्कै कुराको एक्सर्साइज गर्दै हुनुहुन्थ्यो। एक्सर्साइज गर्न। आँखाको होइन हजुर अर्कै कुराको एक्सर्साइज गर्दै हुनुहुन्थ्यो। बेसी धमाले थाहा पाएपछि साँच्चीकै लाइन जानु भयो नि तपाईँले। बाबुजी हजुरले गीत त सुन्नुहुन्छ होला? गीत सब सुन्छु, ऱ्यापदेखि लिएर हेभी मेटल। कुन ऱ्याप सुन्नु भएको छ? यसको छम्मा भन्ने सुनेको छु। त्यो ऱ्याप हो र? बाबाजी हजुरले बालेन दाइलाई कसरी चिन्नुहुन्छ? बालन शाहलाई त मैले अहिलेसम्म मेयर भनेर चिनेको छु। मेयर मात्र हो र? दाइ त ऱ्यापर पनि हो नि। विकल्पविहीन विदेशी ब्यान्ड भन्छ भिकारी, सिकारी नेता अभिनेता भन्छ क्रान्तिकारी। यो तोर्पेले के गीत गायो होला? यस्ता ऱ्याप स्याप मलाई मन नपरे मलाई बाल आफ्नो नेपाली ट्रेडिसनलमा जानु पर्यो क्या। रेस्पेक्ट मा कल्चर तर म्युजिकको हिसाबले के वी आर हिप हप के त्यो हाम्रो ट्रेडिसनलमा पर्ने हो। नेपाली पहिचानमा आउन, म जस्तो भएर पहिचानमा आउन, म जस्तो भएर पहिचानमा आउन।
अनि के हो त नेपाली पारामा गर्नु पर्यो भनेर इङ्ग्लिस गाना गाउनु खोज्छ त्यही त नेपाली भएर नेपाली लोकगीत गाउनुपर्छ आधुनिक गीत गाउनुपर्छ भनेर आफै ऱ्याप हान्नुहुन्छ यता ऱ्याप गाउनु त म योभन्दा 4 खण्ड गाइदिन्छु। चक्लेटको पेपर ऱ्याप कि के कस्तो देखाइदिनु त कस्तो ऱ्याप हो बालेन साहब फ्लप खान्छ फेरि। एउटा सानो ऱ्याप हान्दिनु न दाइ। तपाईँ आफ्नो ऱ्याप चाहिँ गाउनुहोस् न। यता हेर बालेन, अब तिमी आयो मलाई केही आशा खोल्यो। के गाउनु भएको तपाईँ? यस्तो पनि ऱ्याप हुन्छ सक्नुहुन्छ भने अङ्ग्रेजीमा हाल्नु त ऱ्याप ल यसमा युट्युबको म अटो सफ्टवेयर हाल्नु नि मुख छाड्छु यार युट्युबले पनि मारेको चाहिँ के हो यो यो बुढो पहिला हिप्पी एरियाको मान्छे हो क्या माको सब त्यो हिप्पी हिप्पी गाएर त गाउनु के भन्नु टोन चाहिँ कम्पोजिसन चाहिँ हिप्पीले ल्याइरहेको छ लिरिक्स मात्रै भर्न ऊ हो क्या यो लिरिक्स भर्यो भने चाहिँ फेरि गीत हो यो फेरि लिरिक्स मात्रै नभए यसको कम्पोजिसन ठिक छ के बोले भाइ भनेको छ भने कतिले नबुझ्नु होला हैन। बनाउनु साथी के रे यु मेक द फ्रेन्ड भनेको चाहिँ तपाईँ बनाउनु साथी कुछ भी उत्पादन गर्न धेरै वर्डहरू जान्छ हैन। दाइ एउटा फ्री स्टाइल जाओस् न। Got a great some baby at the guys. He's a violent guys. Very nice. All the people there. गाएको गीत उसले ब्याग बुझ्दैन क्या। मैले पनि ऱ्याप गाएर हिट हुन सक्थेँ होला। किन के गर्नु सकिनस् त बाबाजी हजुर त ऱ्यापरहरूलाई तोर्पे गजेडी के भन्नुभएछ नि त के हो यस्तो नेपालमा मलाई ऱ्याप बजाएर गजेडी दिने कि ज्वाइन दिने सबै कुरा मैले जानेको छु। के जान्नु भएको छ यो जति पनि ऱ्याप सङ्गरहरू छ नि सब ड्रग एडिक्टहरू हो क्या। सबै ऱ्यापरहरूलाई डिसरेस्पेक्ट गर्छस् भाइ जीवले खायो भन्दा सबैले खान्छ भनेर मिल्दैन नि यार धेरै चाहिँ नखा कति खाइस् तैँले आज? म त यो पनि एडिट गरेर यो रियल भिडियो गाइस यो रियल जीवले खायो भन्दा सबैले खान्छ भनेर मिल्दैन नि यार धेरै चाहिँ नखा कति खाइस् तैँले आज? जीव साथी आँखा न खुल्नु सकेको छैन। ए साथी जीव मात्रै हैन लाउरे पनि हुनुहुन्छ वेयर इज लाउरे? लाउरे लाउरे कति आए कति गए बढी बोल्छस् त बोल्छु त। यता हेर खाथे के खाँदै? चटाइदिन्छु तँलाई मेरो छेर पार्थे ट्याप खानी ड्रामा खानी भ्यालम खानी ब्राउन खानी चोर ट्यापे हो मैले कहिले ड्रग्स खादिन गाइस बिग्रिनी नपढ्ने हो केटाहरू। मस्कुमा नपढे अरे बुढो आफ्नै सक्छ यार फर्स्ट हुन्थे बाइ द वे रिमेम्बर दिस यो जति पनि ऱ्याप सङ्गरहरू छ नि सब ड्रग एडिक्टहरू हो क्या। सबै ऱ्यापरहरू कहाँ त्यस्तो हुन्छ नि त त्यस्तो गलत सन्देश नफैलाउनुस् न हजुरले त्यो तोरीलाई बुझाइदिउ न कसरी गरे यार बालले सम्झाउनु त उहाँलाई जस्तै व्यक्तिले गर्दा तपाईँहरूको जस्तै सोचाइले गर्दाखेरि ऱ्याप ब्याटल गाउनेलाई समाजमा ट्यापे भनेर चिनिन्छ गलत नजरले। तोर्पेले गाउने गीत के भन्यो यार रेस्पेक्ट भन्ने छैन यार अलिकति मलाई त्यो यस्ता गीतहरू चाहिँ मलाई मन पर्दैन। मन पर्दैन साइड ला के ऱ्यापको जुन शब्दहरू छ त्यो शब्दप्रति कतिपय ठाउँमा मेरो भद्र असहमति रहला तर अहिलेको यङ जेनेरेसनहरूको हर्ट बिट बनिरहेको पब्लिक पल्स बनिरहेको उहाँहरूलाई म सम्मान गर्छु। मैले यस्तो समय सान्दर्भिक जसले चाहिँ भने जस पुण्य दाइको कुरा हेर न कति राम्रो गरेको छ पढे लेखे मान्छे हो पुण्य गौतम अनि पिएचडी होल्डर मान्छे हो अनि यो अरू सबै गुहारमा आएछ तोर्पे भनिदिनु भएछ त कहाँ यो बालिन सा तोर्पे बालेन दाइ हजुरलाई तोर्पे रे के भन्न चाहनुहुन्छ अगल्टोले पोल्या कुकुर आइमा ब्ल्याक ह्यान्डसम भन्दा धेरै ह्यान्डसम छु है। लाजिन पार्टीतिर गएर सोध्यो मान्छे कस्तो हो भनेर आइमा ब्ल्याक ह्यान्डसम सुनकाले कला गाल्यो भने कला फेरि गर्नुमा चुर्लुममा डुबाउँदा पनि हुन सक्दैन त बोल अनि उहाँलाई तोर्पे भन्नुको कारण चाहिँ के हो कसैको शालिग बनाउने यो चाहिँ त्यही भएर उहाँलाई तोर्पे भन्दै हेम बुद्धको शालिगको कुरा गर्नुभयो होला हैन सार्वजनिक जग्गामा यम बुद्धको मन्दिर बन्छ भने मेरो मृत्युको अवस्थापछि मेरो शालिग बनाउनु पर्छ के मन्जुर छ त बालेन साजी? देशको लागि के गर्नुभयो शालिग बनाउने हजुरको के गरे त एम बुद्धले कहाँ के बनायो? एम बुद्धले कहाँ के बनायो? के गरेछ भने उसले गरेछ के देख्यौ यसलाई केही थाहा नै छैन के उ इज एम बुद्ध र बस सुनेथि कहिले भने उसले गरेछ के देख्यौ यसलाई केही थाहा नै छैन के उ इज एम बुद्ध र बस सुनेथि कहिले यत्रो ऱ्यापरहरू देख्नु भएन दिमाग रन्किन के यो ऱ्यापरहरूलाई त सब ख्यापर बनाइदिएर ख्याप बनाएर पठाउँछ जस्तो लाग्छ के मलाई हामी त हिपहप म्युजिक गरे हामी त माको त जलाले कहिले कहिले भिडियो खोजेर ल्याउँछ यार मा झ्याग्ने यार थेत तेरिका यार हामीले के कसै मान्छेलाई गएर पिट्या छ चोरा छ लुटेको छ सब यहाँ ट्याबे बढाउने हो र यो देशमा काम एउटै छैन चाकमुनि पाइन्ट लाउने यार हिपहप हो यहाँ। अमेरिकन हिपहपहरूले यहाँ ऱ्याप नेपालीको भने साग मुनि पाइड लाउने तेरिया पात के बुढा तेरीमा जगल्टे बुढा बम मार्दै कहाँ बोसो लागेर क्या मा ऱ्याप दिनु तिमी कहाँ मुजी खाते चोर फक यु यस्तो के गरे भाइ त्यसो
के मुजी बोला रहेछ नि साकारसँग कुरा गर्नु पर्यो दाइ झारबादहरुसँग म कुरा गर्दैन गर्न मन छ लिल बुद्धलाई तिमीसँग एक दुईवटा बात बच्चा मुजी कहाँ हो तेरो यामा बुद्धको भाइ फ्रम घटिकुलो 32 नाका मुजी रन्डीको छोराको अझ जोगी हो न मेरो इज्जत छ न बेइज्जत छ आफ्नो इज्जत छैन भने अरूको त इज्जत गर्नुहोस् यार कमसे कम के बोलेको यो यहाँ कस्ता कस्ता मान्छेको शालिक बन्न सकेको छैन तोर्पेको चाहिँ शालिक बनाउने यहाँ हजुरलाई यो कुरा चित्त बुझेन होला तर अलिकति बोल्ने तरिका हुन्छ नि यार के हो यमा बुद्धलाई समेत तोर्पिएर तोर्पे हो त्यो तरिका बोल्ने तरिका छैन आफूलाई मन परेन भनेर जे पनि भन्न पाइएन नि यी पुण्यदाय जस्तो हुनु पर्यो क्या नेपाली ऱ्याप सङ्गीतको लेजेन्ड भनेर चिनिने स्वर्गीय यमबुद्धलाई हामी ट्रिब्युट गरौँ असमयमै उहाँको असामयिक अवसान भयो त्यसले ऱ्याप सङ्गीतमा ठुलो क्षति पुर्यायो होइन भाइ उहाँलाई हार्दिक श्रद्धाञ्जली बालेन शाहलाई तोर्पे यमा बुद्धलाई पनि तोर्पे नारायण गोपाललाई पनि तोर्पे भन्नुभयो तोर्पे हो मेरोलाई कमेन्ट्सहरू नराम्रो हान्ने चित्त दुख्ने होइन जे पाइदियो भन्नुहुन्छ अरूलाई पनि आउँदैन त नराम्रो कमेन्ट तपाईँले भनेर मेरो केही पनि उखान्नेवाला छैन तपाईँको कमेन्ट मलाई मन पनि परायो त्यो तपाईँको कुरा बराबर म बुद्धको शालिक बनाउने यहाँ देशको गरिब जनताको घर छैन अर्काको शालिक बनाउने तेरो घर छ तैँले के सोचेस खाद्य सोचेसी क्या तेरो घर छ घर किन चाहियो तेरो घर छैन भने लाटो खा अरू कुरा तेरो दाँत ढाक्नुलाई नि फेरि। तैँलेको हेड माछ सिक्ने तँ भन्छस् अब खोइ भाइले ल्याएर दिए त खानुहुन्थ्यो लाटो खा ए घाँडा कुरा तिमीले चाहिँ अब होला हाम्रो पुण्यदाय कुरा यमबुद्धका एउटै कुरा फलो गर्नु होला त्यो चाहिँ सुसाइड हजुर किनभने जिन्दगी भनेको अमूल्य उपहार हो प्रकृतिको एक बारको जुनीमा सुखपछि दुःख आउँछ दुःखपछि सुख आउँछ भर्खर बादल लायो तर यो बादल लायो यसको यो अर्थ यो होइन कि घाम सधैँको लागि उग्छ तपाईँको जीवनमा नयाँ सूर्योदय अवश्य पनि हुन्छ अनि भाइरल बाबाले के भन्नुहुन्छ हेर्नु त यम बुद्धले किन सुसाइड गरे ऊ मान्छे ड्रग एडिक भएर ऊ फ्रस्टेज भएर मर्यो फेरि भन त ल ड्रग एडिक भएर ऊ फ्रस्टेज भएर मर्यो मरेको मान्छेको त इज्जत गर्नुहोस् कमसे कम यस्तो उल्टो कहिले भेट्नु भएको छ अहिलेसम्म त मैले भेटेको छैन यस्तै पारा हो भने कुन दिन भेट्नुहुन्छ है नमिठो यही त हो नि हिँडिरहने हो कुनै दिन त बाटामा भेटिहाल्छ त्यसलाई खोडा हान्नु परेन अब ओ भाइ के कुरा गरे कसलाई हान्ने हो तेरो लागि भनेर विचार गर्ला छै सानो भाइ फेरि के गर्छस् मुजी के गर्छस् तँलाई मुजी जहाँ थुङ्को ठाउँ हान्दिने हो नि पहिला जस्तो फेरि नाइट्रोसन खान्छु म फेरि लाटो खा ए घाँडा कुरा तिमीलाई चाहिँ अब हान्नु यो छोरा तेरो कुरै सुन्न मन छैन सुन फेरि नर्सा म तसँग रिसा छैन क्या भाइ त्यही भएर म तँलाई रन्डीको छोरा पनि भनिदिन्छु क्या के घाँडा कुरा तिमीलाई चाहिँ अब हान्नु पर्यो हो मलाई लात हान्नु पर्यो हो मैले ल मलाई चिनेर देखाएन पहिला म आएँ बिल्ला खुकुरी हानेर हिँडिरहेको मान्छे हो हामीलाई पनि मान्छे काट्न आउँछ माथि मेरो क्याम्पस लाइफ स्कुल लाइफ धेरैलाई हान्दिसक्यो मैले यस्तो ठुलो कुराहरू नगर्नु टाउका हान्दिएको छु कसैको यहाँ हान्दिएको छु मुजीलाई नि सिरुपाते खुलो घाममा हानिदिन्छु तँलाई अगाडि भेटेन तँलाई मै लडाइदिन्छु के हेरौँ तेरो बाउको तागत छ कि छैन साला त नेपाली हो कि हेर्छु नेपाली नै हो त भित्रदेखि नेपाली नै हो त ए तपाईँ नेपाली हो नेपाली नै हो त जाठा बाबु नि त मुखामुख लाग्दो रहेछ मुख नलाग्ने तेरो बङ्गला झाजुमा नि मोदीले परौँ हाचिङ गरी यहाँ देखाएको छ बोलो उल्टो हातले कहिले मान्छे मरेको सुनेको छैन सुन नि यही हात हो यो फेरि ढुङ्गा फुटाउने हो नि फेरि नबोल भाइ पशुपतिमा फेरि डेलनाइट सुँगेर हिँड्ने जङ्किललाई लाउनु नपरोस् तँलाई तपाईँले मेरो केटाहरू खुकुरी हान्न आउँछ अब के गर्नुहुन्छ आउँदे बाबा आउँदे आउँदे मेरो केटाहरू आउँछ माछ्ने तेरो घर सकु सकु बोकेर त आउँदैन होइन भाइ मसँग गन छ क्या माछ्ने हेरौँ न त हेरौँ खोलेर देखाइदियो क्या हाँस्न दिएन चल्दैन यस्तो म्याच के हो त्यो मुजी? यही बोतल हान्छ टाउको लु, हान त अगाडि आइजन मात्र तँलाई हान्न मलाई कुनै आइतबारै छैन। सक्सेस त आउन मेरो छेउमा जहाँ भेट्यो त्यहीँ हानिदिन्छु दक्षिण काली भाषामा बुझिस् म त्यस्तो मान्छे ग्याङ स्टार हो म ग्याङस्टर यस म चाहिँ ग्याङस्टर के भन्नु हुँदैन भाइ अझै पनि म ग्याङ स्टारै छु बुझिस् हामी छ ग्याङस्टर सबजना म्याच बोल्ने हो थुतु नचलाउने म्याच जिब्रो चलाउने मात्रै छ यहाँ म्याच अगाडि आउन कोही सक्दैन म्याच आइजो कहाँ हो रे तपाईँको घर पहिला मैले तपाईँलाई चाहिँ भेट्नु पर्ने भयो आइजो यहाँ स्वयम्भू आउँछु फेरि तेरो घरको वरिपरि आएर स्वयम्भूको मुची भगवान चोकमा आइज म्याच अहिले यहाँ घाटमा आइजो घाटमा मेरो घाटमा आइजो आइज म्याच म आइरहेको छु रन को सक्छ के गर्छस् तँ के छिराइदिन्छु रन आइज बहुत डर छ बाबा डरा छ अहिले त होइन म्याच तेरो मुझे आन्द्रा निस्किन्छ नि रन्डेको छ कट्टा हानेर मार्ने मलाई छोडिदिनु अहिले दसैँको माहौल दिनुहोस् कमसे कम छोडिदिनु अहिले छोडिदिउँ यार माछिङ सरी भन्यो सरी प्लिज सरी भन्यो यसले घर जा त माछिङले म्याच नै घर जा गयो गयो I imagine what would happen Jalan's life if like Belu Baje, Punya Gautam, Sakar, Britain exist नभएको भए अनि अल्सो आई इमेजिन मेरो लाइफ के हुन्थ्यो होला यति जलान एक्जिस्ट नभएको भए
गाइज एज युजल दिस भिडियो इज लाइक ग्रेट बवाल लाग्यो मजा लाग्यो आई होप तपाईँलाई पनि रमाइलो लाग्यो होला अनि इफ रमाइलो लाग्यो भने प्लिज जलानको भिडियोमा गएर सब्सक्राइब गरिदिनुहोस् होइन कमेन्ट गरिदिनुहोस् भाइहरूको सेयर गरिदिनुहोस् भाइहरूको सबै गरिदिनुहोस् अनि अलिकति माया बाँकी छ भनेदेखि मेरोमा पनि गरिदिनुहोस् आज अलिकति आवाजको घाँटीको समस्याले गर्दाखेरि धेरै बोल्न चाहिन आमामा हेरेर मेरो नाटक फेरि Anyway guys, see you guys in my next video. Until then, stay safe, take care of yourself. Bye bye.